नमस्ते नमस्कार जुजलपासी विरत्नबाट पसलबाट आज हामीले ल्याएका छौं बुद्धिस्ट फुलपा। सो यो बुद्धिस्ट फुलपा चाहिँ नर्मल बुद्धिस्ट फुलपा मात्र होइन, यसमा चाहिँ हाम्रो अष्टमंगल बुट्टा कोरेकोवाला बुद्धिस्ट फुलपा चाहिँ हो। सो यो चाहिँ पुरै ह्यान्डमेड प्योर कपरको चाहिँ भयो। सो यसमा चाहिँ तर बेसमा बिक्री हुँदैन। यहाँदेखि चाहिँ हेर्दैछौँ यहाँ के छ भन्दाखेरि यहाँ चाहिँ हामीसँग अष्टमंगलको बुट्टा राखेको छ। नर्मल अष्टमंगलको बुट्टा चाहिँ होइन, यो चाहिँ पुरै हातले कुटेर एकदम डिटेलमा बनाएको चाहिँ बुट्टा भयो। यसमा चाहिँ मुनितिर पनि एउटा सानो डिजाइन जस्तो खालको बुट्टा छ। यसमा चाहिँ 8 मंगल कोरेको हुन सक्छ, जस्तै कलश भयो, त्यसपछि यो साइडको माछा भयो, यो साइडमा अब हाम्रो 8 मंगलको चिन्हहरू त्यो पनि नेपाली रूपमा चाहिँ छ। सो यसमा चाहिँ अब हुन्छ भित्रतिर चाहिँ यस्तो हुन्छ। अब यसको साइनी लुक चाहिँ जान सक्छ, तर यसले चाहिँ हजुरले सफा गरिराख्नु भयो भने एकदम राम्रो भइरहन्छ। सो यसलाई सफा गर्नलाई चाहिँ हजुरले बुट्टाहरूमा चाहिँ अलिकति त्यो ब्रस जस्तो खालको धेरै होइन, अलिकति घोटेर चाहिँ सफा गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ हजुरले चामलहरू त्यस्तोहरू राख्न सक्नुहुन्छ। र अर्को एउटा बेस्ट विशेषता यसको के हो भन्दाखेरि यसमा चाहिँ यो माथितिर घाउ नलिएर गर्न चाहिँ राखेको हुन्छ। सो पहिला चाहिँ के हुन्थ्यो भन्दाखेरि यसमा चाहिँ यो बिड चाहिँ मोडेको हुँदैन थियो, जसले गर्दा चाहिँ घाउ हुने चाहिँ डर हुन्थ्यो। तर अब यो बिड पनि मोडेर ल्याएको छ। प्लस यसमा चाहिँ अब यो चाहिँ डुअल पर्पजको लागि काम लाग्छ। एउटा चाहिँ हजुरले कुल्पाको रूपमा चोबारहरूमा अथवा ठाउँहरूमा दिन सक्नुहुन्छ। यो यसमा चामल र त्यो भरेर। र अर्को बेलामा चाहिँ यो चाहिँ एकदमै राम्रो सोको रूपमा चाहिँ प्रस्तुत हुन सक्छ। सो यसलाई लिनको लागि चाहिँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। धन्यवाद।